सम्पूर्ण मेरो फेसबुक र टिकटक साथीहरूलाई नमस्कार छ। आज यो रेडमीको 9C मोबाइल हो। तपाईको यो यस्तो लक लागेर हेर्नुहुन्छ, यो यसलाई एफआरपी लक भन्छ। आज यसलाई घुमाउरो पाराले यसको लक खोल्छु म। कसरी खोल्छु भने यसको आइसी हुन्छ नि, जो इएमसी निकालेर युएफआईमा गएर यसको लक खोलेर हजुरलाई देखाउँछ आज लक कसरी खोल्दो रहेछ भन्ने कुरो। यो डाउनग्रेड मेथड हो। यो अलिक सफा गर्दैछु यसलाई, यसको बलहरू यो डाउनलोड गर्दैछु अहिले। यो चाहिँ क्लिनिङ प्रोसेस, यो सफा गर्दैछु, क्लिनिङ गर्दैछु यसलाई। र साथीहरू यो सफा गर्दैछु तपाईँको। यो चाहिँ कान कोट्याउने इयरबड हो। अब हाम्रो चाहिँ मोबाइलमा पनि काम लाग्छ क्लिन गर्नको लागि। यो चाहिँ क्लिन गर्न सजिलो हुन्छ यसले। भयो पेस्टहरू सबै यसले सोच्छ र अनि क्लिन गरेर आउँछ। भयो कटनले यसलाई सफा गरिहाल्ने। सफा भइसकेको भयो। युएफआई बक्स भनेको यो, यसमा यो आइसी हालिसकेको छ हामीले। अनि यसलाई ढक्कन लगाइदिने। ढक्कन लगाइसकेपछि कम्प्युटरमा जानेर युएफआई ओपन गर्ने। खुल्दैछ। एकछिनमै गयो। र साथीहरू यसको काम मैले गरिसकेको छु। यो तपाईँको आइसी पनि हालिसकेको छु निकालेर। यही आइसी हो होइन। अनि अघि नै तपाईँको यहाँनिर तपाईँको यो तालाको चिन्ह, लकको चिन्ह देखाउँथ्यो, अहिले हटिसकेको छ। अब एकचोटि म सिटो मिलाउँछु, हेर्दै गर्नु होला। अब यो यसको एफआरपी गयो नि, हेर्न सक्नुहुन्छ। सेटअप भइरहेछ। स्केप गर्ने, नेक्स्ट गर्ने, कम्प्लिट सेटअप गर्ने। एकछिन थोरै टाइम लाग्छ। ल अनि यसको काम चाहिँ भयो। हेर्नुहुन्छ तपाईँको त्यही सेट नै हो। यसको एफआरपी घुमाउरो पाराले अलिक बढी मिहिनेत लाग्ने गरेर मैले बनाएँ।